ओके, आज हामी यो कम्बाइन्ड सोलिडको बारेमा पढ्दैछौँ, जुन मेन्सुरेसन च्याप्टरको हामीले योभन्दा अगाडि चाहिँ के पढ्यौँ भन्दा प्रिज्म पढ्यौँ होइन, अनि त्यसपछि पिरामिड पनि पढ्यौँ। अब ती फरक पढ्यौँ हामीले, हेमिस्फियर पढ्यौँ, स्फियर पढ्यौँ, प्रिज्म, पिरामिड, सोली, कोन भनौँ होइन, यिनीहरू सबै पढिसक्यौँ। अब हामी एउटा चाहिँ अब हामी 13 नम्बरको क्वेसन आउँछ यसमा मेन्सुरेसन च्याप्टरमा, त्यो मध्येमा एउटा कम्बाइन्ड सोलिड, त्योबाट एउटा क्वेसन आउँछ। र कम्बाइन्ड सोलिड भनेको के हो त भन्दाखेरि दुई वा दुईभन्दा बढी ठोस वस्तुहरू मिलेर बनेको सग्लो वस्तु है, दुई वा दुईभन्दा बढी सोलिड मिलेर बनेको एउटै सोलिड, जसलाई कम्बाइन्ड सोलिड भन्छ। कम्बाइन्ड भनेको के हो? मिलेको, दुई वा दुईभन्दा बढी ठोस वस्तु मिलेर बनेको सोलिड, त्यसलाई कम्बाइन्ड सोलिड। जस्तै फर इक्जाम्पलको लागि हामीले के गरौँ भन्दा, जस्तै यो त हामीले के एउटा पढ्यौँ, यो हिजोसम्मको क्लासमा चाहिँ पढिसकेका छौँ। यो के हो? पिरामिड। पिरामिड पनि कस्तो पिरामिड हो? स्क्वायर बेस्ड। स्क्वायर बेस्ड पिरामिड हो हैन। अनि यो के हो? क्युबोइड अथवा प्रिज्म। अब यसमा के छ भने यसको बेस भनौँ न, यसलाई लियौँ हामीले, यसको बेस र यो चाहिँ पिरामिडको बेस इक्वल छ, एरिया अफ बेस है। यसको बेस हैन र यसको बेस इक्वल छ। अब यो चाहिँ अहिले अलग अलग छ, यो पनि एउटा सोलिड हो, यो पनि एउटा सोलिड हो। हामी अब यसलाई हामीले खप्टाइदियौँ भने यो भयो कम्बाइन्ड सोलिड, दुई वा दुईभन्दा बढी ठोस आकृति मिलेर बनेको संयुक्त ठोस वस्तु। यहाँ अब के भने संयुक्त ठोस वस्तु हो। अब यो हामीले निर्माण गर्दाखेरि के गरेका थियौँ भन्दा दुईटैको बेस इक्वल बनाएको थियौँ, त्यस कारण अब यो एउटा कम्बाइन्ड सोलिड हो है। अब यहाँ के मिलेर बन्यो त भन्दाखेरि पिरामिड प्लस प्रिज्म मिलेर चाहिँ यो चाहिँ एउटा ठोस वस्तु बन्यो, यसलाई कम्बाइन्ड सोलिड भन्छ। त्यस्तै अर्को यहाँ पनि दिन सकिन्छ, यो के हो? यो कोन, यो सिलिन्डर, यो सिलिन्डर र यसको दुईटैको बेस इक्वल छ। सर्कल जुन छ नि, एरिया अफ सर्कल, दुईटैको एरिया अफ सर्कल इक्वल छ। त्यसकारण हामीले यसरी खप्टाइदियौँ भने यहाँ हामीले के देख्यौँ त? कम्बाइन्ड सोलिड, दुईटा मिलेको, हामीले दुईवटा ठोस वस्तु मिलेर बनेको एउटा कम्बाइन्ड सोलिड अथवा संयुक्त ठोस वस्तु है। अनि त्यस्तै अब यो के हो? यो हेमिस्फियर। यसको यो के छ? आधा गोला। यो के हो? यो चाहिँ सर्कल हैन, र यो पनि यहाँ पनि के छ? सर्कल छ। दुईटै सर्कलहरुको एरिया के छ? इक्वल छ। अब हामीले यसरी खप्टाइदियौँ भने यो पनि एउटा कम्बाइन्ड सोलिड बन्यो है। अनि त्यस्तै यसलाई पनि हामीले एरिया इक्वल छ। यो के हो? सिलिन्डर। यो सिलिन्डर हो। यो के हो? यो एरिया बेस जुन चाहिँ सर्कल छ, यहाँ पनि सर्कल छ, दुईटै सर्कलहरु इक्वल छन्, तर यहाँ अलिकति काटाइ मिलेको छैन, थोरै अलि सर्कल सानो छ। यो चाहिँ यो पनि एउटा के हो? कम्बाइन्ड सोलिड बन्यो। त्यसैले यी हामीले जति हामीले इक्जाम्पलहरु दियौँ, यिनीहरु मध्येबाट एउटा कम्बाइन्ड सोलिडको प्रश्नहरु आउँछ। त्यो कम्बाइन्ड सोलिडको के आउँछ भने भोल्युम निकाल्ने आउँछ, अथवा टीएसए निकाल्ने आउँछ, अथवा के आउँछ? सीएसए अथवा एलएसए है निकाल्ने आउँछ। अब उस्तै गरी हामी चाहिँ त्यसको चाहिँ कस्ट एस्टिमेटिङ, रङ लगाउने सम्बन्धी कुराहरू, निर्माणसँग सम्बन्धित कुराहरू पनि त्यसमा जोडिन सक्छ। अब मैले यहाँ महत्त्वपूर्ण कुरो मैले के भन्न चाहन्छु भने, तिमीले अहिलेसम्म पढेको क्लासहरुमा चाहिँ सीएसए भनेको के हो, टीएसए भनेको के हो, भोल्युम भनेको के हो, इन्डिभिजुअल सोलिडको सबैको तिमीलाई थाहा भइसकेको छ हैन। जस्तै यसको सीएसए भन्दाखेरि के हुन्छ त? बटारिएको जुन कर्ड सर्फेस अथवा बटारिएको, कर्ड भनेको बटारिएको सतह हो है। समतल भनेको यो भयो है, प्लेन सर्फेस यो भयो। यो ठ्याक्कै काटिएको सम्म परेको चाहिँ प्लेन सर्फेस हो। यो चाहिँ के हो भन्दा बटारिएको सतह। त्यसैले यो कर्ड सर्फेसलाई हामीले, यो बटारिएको सतहलाई चाहिँ सीएसए भनेर भनिएको छ हो भने। अब जस्तो यो वस्तुको हामीले सीएसए निकाल्न पर्यो भने यो मात्रै हो, जसको फर्मुला पनि हामीले जानिसकेका छौँ। के हो फर्मुला? पाइ आर एल हैन। अनि त्यस्तै यो वस्तु के हो?
सिलिन्डर सिलिन्डर हो। यसको कर्व सर्फेस कुन हो त है? यसमा पनि यो जुन बटारिएको छ यो सतह थियो त कर्व सर्फेस हो, बटारिएको सतह हो। यसको हामीले चाहिँ सीएसए के पढेका छौं त? यसको फर्मुला के हो? 2πr भनेर पढेका छौं हैन? अब मैले यो दुईवटा वस्तु एकै ठाउँमा खप्टाइदिए भने यो के गर्यो? सोलिड के रे कोन र सिलिन्डर मिलेर बनेको कम्बाइन्ड सोलिड भयो। अब यसको सीएसए बराबर के हुन्छ त भन्दाखेरि यसको सीएसए बराबर इजी छ यसको सीएसए प्लस यसको सीएसए। सीएसए को लागि केही समस्या छैन है, अर्कोको लागि केही समस्या छ त म अहिले बताउँछु। पहिला सीएसए बराबर यसको सीएसए यहाँ त अब जे छ यसको पहिलाको सीएसए जे छ केही नै छ, यहाँ अरु केही छैन, त्यही नै छ। अनि त्यसले यसको पनि सीएसए पहिला जे छ काहीँ खेर गएको छैन, काहीँ खप्टाएको छैन, त्यही नै छ। त्यसकारण यसको सीएसए प्लस यसको सीएसए नै जोडेपछि के हुने हो त? यो कम्बाइन्ड सोलिडको सीएसए। Therefore we can say the CSA of cone is equals to pi RL and CSA of cylinder is equals to 2 pi RL. Therefore CSA of whole combined solid is equals to pi RL plus 2 pi RL. यसमा दुईटैमा रेडियसहरु इक्वल हुने हुनाले r लाई r1 r2 लेख्नु पर्दैन। यसको रेडियस र यसको रेडियस इक्वल छ पाई rl, यसको स्ल्यान्ड डाइटो l भनेको र 2 पाई rl 2 पाई r दुईटैको लागि इक्वल छ। यो चाहिँ के भयो? यसको आइडिया सिलिन्डर लाइन कुरा बुझ्यो नि? अब महत्त्वपूर्ण कुरा म के भन्दै छु भने यसमा अब रह्यो कुरो के भन्दा टीएसए। टीएसए मा कुरा अलिकति गम्भीर छ। अब यो प्रत्येक वर्ष विद्यार्थीहरु झुकिने गरेको पाइन्छ। के पाइन्छ भन्दाखेरि अब यो कम्बाइन्ड सोलिडको कुरामा यसको टीएसए को लागि कुनै आपत्ति छैन, फर्मुला युज गरे मिल्छ। यसको पनि त्यही हो है। हो एकचोटी भनौं न, यसको टीएसए के हो? पाई आरएल प्लस पाई आर स्क्वायर अथवा होलले हामीले के लेख्न सकिन्छ? पाई आर प्लस एल। यसको टीएसए के हो? 2 पाई आर प्लस एच। अब मैले यो खप्टाएर कम्बाइन्ड गर्नु भने तिमीहरुको कन्सेप्ट चाहिँ कतातिर जान्छ? प्राय जसो विद्यार्थीहरुको कन्सेप्ट हो यो भन्दा अगाडिको विद्यार्थीहरु कता जान्थ्यो भने ल भनौं त के होला यसको? ल भनौं न तिमीहरुको विचारमा यो कम्बाइन्ड भयो हैन? अब यसको टोटल सर्फेस एरिया के हुन्छ? दुईटाको जोड्ने अनि माइनस बेस कसरी नि? पहिला कोनको टीएसए अनि तो सिलिन्डरको टीएसए अनि माइनस बेस। यो बेस हजुर, यसको बेस यो एउटा हजुर, अनि यसको बेस यो एउटा, दुईटा दिएको हुन्छ नि टीएसए ले। यसको टीएसए गर्दा बित्तिकै यसको बेस नि आएको हुन्छ है, अनि यसको टीएसए लिँदाखेरि यसको पनि बेस आएको हुन्छ, यसको पनि आएको हुन्छ हो, दुईटै सर्फेस आएको हुन्छ। खप्टाएपछि त यो के हुने भयो भन्दा यो बेस र यो बेस त पुरी हो, देखिदैन। टीएसए को अर्थ के हो? टीएसए को अर्थ जुन हामीले सतह ठोस वस्तुलाई उल्टै-पल्टा हेर्दाखेरि जुन सतहहरु देखिन्छन्, हामीले अनुभव गर्न पाइन्छ, छुन पाइन्छ, त्यो नै के हो त भन्दाखेरि टोटल सर्फेस एरिया हैन। त्यसैले यसमा त अब यो त खप्ट्याउँदै अहिलेको छ त, खप्ट्याउँदै यो सर्फेस त लुक्यो। यसमा पनि यो के भयो? सर्फेस लुक्यो। त्यसैले पुरो सहयोग घटाउन त्यही त। अब जस्तो यहाँ चाहिँ यसको टोटल सर्फेस र यसको टोटल सर्फेस लिएर हामी जोड्यौं भने के भयो? यसको सर्फेस एउटा आयो, यसको दुईटा, यसको तीनवटा सर्कल त आयो। तर चाहिँ यहाँ हामीले चाहिँ गाँसेको अवस्थामा त के भयो त? जम्मै एउटा सर्कल छ, भित्रको दुईटा सर्कल त पुर्यो। त्यही भएर हामीले चाहिँ दुईवटा सर्कलको एरिया घटाउनु पर्छ। कि चाहिँ के गर्नु पर्यो? इजी कुरा एकदमै इम्पोर्टेन्ट छ है। यो भन्दा अगाडिका विगतका वर्षहरुमा प्रत्येक विद्यार्थीले झुकिने गरेको कुरा यो छ। कम्बाइन गरिसकेपछि जुन सतह देखिन्छ त्यतिको सतहको एरिया जोडेपछि टोटल सर्फेस एरिया, यो कुरा दिमागमा राख्नु पर्छ। अब यहाँ के देखियो त भन्दाखेरि यहाँ देखिएको मात्र हेरौँ के? अरु तिमीले टीएसए भन्दा बित्तिकै यसको टीएसए प्लस यसको टीएसए गर्यो भने पुरै बिग्रियो, त्यसो गर्नु भएन।
यहाँ के देखिन्छ त्यो नै सतहहरु जोड्ने हो भन्ने कुरा दिमागमा राख्नु। होल कम्बाइन्ड सोलिडको टीएसए इक्वल टु यसको टीएसए प्लस टीएसए एकदम रङ त्यो हुँदैन। अबदेखि जान्नु, अबदेखि यो चाहिँ दिमागमा राख्नु। यो के हुन्छ त भन्दाखेरि यसको टीएसए इज इक्वल्स टु जे सतह देखिन्छ के देखियो होला भनौँ त अब सीएसए अफ कोन प्लस सीएसए अफ सिलिन्डर प्लस एरिया अफ बेस। यो नै के हो त भन्दाखेरि यसको टीएसए हुन्छ। कुरा बुझियो नि? हरेक अब्जेक्टमा यहाँ पनि अब यसमा त सीएसए हुँदैन, यसमा ल्याटरल सर्फेस एरिया हुन्छ। सीएसए भन्नु मिल्दैन यसलाई। अब यसको टीएसए प्लस यसको टीएसए गर्यो भने देखियो कम्बाइन गर्दा। अब यहाँ के देखियो एलएसए अफ पिरामिड प्लस एलएसए अफ क्यूबॉइड अथवा प्रिज्म। त्यो भनेको हामीले चालिका क्षेत्रफल भनेर हामी 9 पढेको थियौँ नि 2h4 + b। त्यो लगाए अति राम्रो 2h4 + b हो नि त हैन? त्यो अनि एरिया बेस गरेपछि यसको के हो टीएसए हो। कुरा बुझ्यो नि? अब यो पनि सीएसए अफ हेमिस्फियर सीएसए अफ सिलिन्डर एरिया अफ सर्कल अथवा एरिया अफ बेस व्हिच इज सर्कल गरेपछि यसको क्या टीएसए। लास्टमा भन्दैछु भोल्युमको लागि केही आपत्ति छैन, किनभने यो सिंगल जे छ यसको वेट भोल्युमलाई भन्नु। अब वेटको कुरा लिउँ न, यसको वेट जति हुन्छ यसको वेट जति हुन्छ हामीले सिंगल लिँदाखेरि दुईटैले एकै ठाउँ लिएर वेट लिँदाखेरि त्यति नै हुन्छ। त्यसैले नि खदिलोपन कति छ भन्ने कुरा हो भोल्युम। त्यसकारण यहाँ चाहिँ भोल्युमको लागि आपत्ति छैन। भोल्युम अफ हेमिस्फियर प्लस भोल्युम अफ सिलिन्डर इज इक्वल्स टु कम्बाइन्ड सोलिडको भोल्युम हो। भोल्युम अफ कम्बाइन्ड सोलिड है। यसको पनि त्यही नि हो, यसको पनि के हो भोल्युम अफ पिरामिड प्लस भोल्युम अफ क्यूबॉइड इज इक्वल्स टु कम्बाइन्ड सोलिडको भोल्युम है। यहाँ पनि के हो भोल्युम अफ हेमिस्फियर भोल्युम अफ कोन कम्बाइन्ड सोलिडको भोल्युम हो। मात्र विचार गर्नुपर्ने कुरा टोटल सरफेस एरियामा यो चाहिँ विचार गर्नुपर्छ। यति भएपछि हामी फर्मुला आफै ल्याउन सक्छौं हैन? हिसाब पनि अब चाहिँ गर्न सकिन्छ हैन? अब यो कम्बाइन्ड सोलिड वाला चाहिँ एक्सरसाइजको कतिसम्म गर्न सकिन्छ यहाँ चाहिँ त्यो अनुसार चाहिँ तिमीले आफूले तयारी गरेर भोलि लिएर आउनु हुन्छ। हस्, थ्यांक यू।